यहाँ असफलता एउटा विकल्प हो। यदि चीजहरू असफल भइरहेका छैनन् भने तपाईले पर्याप्त नवीनता ल्याउनु भएको छैन। इलन मस्क। संसारका अहिलेका चर्चित प्रभावशाली व्यक्तिहरूको नाम लिनु पर्यो भने सायदै इलन मस्कको नाम अगाडि आउँछ। इलन मस्क एक भौतिक शास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन्। वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन्। आफ्नो अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्ने मध्ये उनी अगाडि आएका हुन्। केही समय अगाडि मात्रै फोर्ब्सको सूची अनुसार संसारको सबैभन्दा धनी व्यक्तिमा पर्न सफल इलन मस्कका प्रेरक उदाहरणहरू आज हामीले लिएर आएका छौँ। आउनुहोस् सुरु गरौँ पहिलो नम्बरबाट। जब केही महत्त्वपूर्ण छ, बाधाहरू तपाईँको पक्षमा नभए पनि तपाईँ त्यसलाई गर्नुहुन्छ। भविष्य राम्रो हुन्छ भनेर सोचेर बिहान उठ्नुभयो भने त्यो उज्यालो दिन हो, नत्र यो होइन। बिहान उठेर तपाईँ बाँच्न चाहनुको कारण हुनुपर्छ। तपाईँ किन बाँच्न चाहनुहुन्छ? कुरा के हो? तपाईँलाई केले प्रेरणा दिन्छ? तपाईँलाई भविष्यको बारेमा के मनपर्छ? यदि भविष्यका लक्ष्यबीच बाहिर गइरहनु भएको छ र बहुग्रह प्रजाति समावेश छैन भने मलाई लाग्छ कि अविश्वसनीय निराशाजनक छ। जब हेनरी फोर्डले सस्तो भरपर्दो कारहरू बनाउनु भयो, मानिसहरूले भने, होइन घोडामा के गलत छ? यो उनले बनाएको ठुलो बाजी थियो र यसले काम गर्यो। हट धेरै महत्त्वपूर्ण छ। तपाईले तबसम्म हार मान्नु हुँदैन जबसम्म तपाईलाई हार मान्न मजबुर गरिँदैन। टोकरीमा रहेको अन्डा जबसम्म तपाईँ यसलाई नियन्त्रण गर्नुहुन्छ तबसम्म यो टोकरीमा हुन्छ। यदि तपाईँ केही सय वर्ष पछाडि जानुभयो भने आज हामीले जे मानेका छौँ त्यसमध्ये धेरैजसो जादु जस्तो देखिन्छ। लामो दूरीमा मानिसहरूसँग कुरा गर्न सक्षम हुनु, छविहरू प्रसारण गर्न, उडान गर्न, ओरेकल जस्तै ठुलो मात्रामा पहुँच गर्न सक्षम हुनेछ। यी सबै चिजहरू हुन् जुन केही सय वर्ष पहिले जादु मानिन्थ्यो। हामीले यसो गर्न गइरहेका छौँ। भगवान मेरो रक्तरञ्जित साक्षी हुनाले म यस काम गर्न नर्कमा छु। पहिलो चरण भनेको केही सम्भव छ भनेर स्थापित गर्नु हो, त्यसपछि सम्भावना हुनेछ। मलाई लाग्छ कि यो साधारण मानिसले असाधारण हुने छनौट गर्नु सम्भव छ। म कि त यो भएको देख्न सक्छु वा यसको एक हिस्सा बन्न सक्छु। विद्यालय शिक्षालाई शिक्षासँग भ्रमित नगर्नुहोस्। म हार्वर्ड गएको छैन तर मेरो लागि काम गर्ने मानिसले यसो गरे। तपाईँ यस्तो भविष्य चाहनुहुन्छ जहाँ तपाईँले चिजहरू राम्रा हुने आशा राख्दै हुनुहुन्छ, न कि जहाँ तपाईँले चिजहरू खराब हुने अपेक्षा गरिरहनु भएको छ। महान कम्पनीहरू उत्कृष्ट उत्पादनहरूमा बनाएका छन्। तपाईँ कसरी चिजहरू अझ राम्रो गर्न सक्नुहुन्छ भन्ने बारे निरन्तर सोच्नुहोस्, आफै प्रश्न गरिरहनुहोस्। यदि तपाईँ कम्पनी बनाउने कोसिस गर्दै हुनुहुन्छ भने यो केक पकाउनु जस्तै हो। तपाईसँग सबै सामग्री सही अनुपातमा हुनुपर्छ। पहिलो पाइला यो स्थापित गर्नु हो कि केही सम्भव छ भने सम्भावना घटित हुनेछ। मलाई लाग्छ कि साधारण मानिसले असाधारण हुन रोज्न सम्भव छ। केही मान्छे परिवर्तन मन पराउँदैनन् तर तपाईँले परिवर्तनलाई अँगाल्नुपर्छ। यदि तपाईँ सहसंस्थापक वा सिइओ हुनुहुन्छ भने तपाईसँग सबै प्रकारका कार्यहरू छन् जुन तपाईँ गर्न चाहनुहुन्न। यदि तपाईँले आफ्नो कर्म गर्नुहुन्न भने कम्पनी सफल हुने छैन। मानिसले लक्ष्य के हो भन्ने थाहा पाएपछि मात्र राम्रो काम गर्दछन्। यो महत्त्वपूर्ण छ कि मानिसहरू बिहान काममा आउन र काममा रमाइलो गर्न तयार छन्। यहाँ असफलता एक छनौट हो। यदि चिजहरू सफल छैनन् भने तपाईँ पर्याप्त हुनुहुन्छ। मलाई लाग्छ प्रतिक्रिया हुनु धेरै महत्त्वपूर्ण छ। जहाँ तपाईँले के गर्नुभयो र तपाईँले यसलाई अझ राम्रो कसरी गर्न सक्नुहुन्छ भनेर निरन्तर सोचिरहनु भएको छ। सिइओ को कार्यालय जाने बाटो सिएएफओ को कार्यालयबाट हुनु हुँदैन र यो मार्केटिङ विभाग मार्फत हुनु हुँदैन। यो इन्जिनियरिङ र डिजाइनर मार्फत हुनुपर्छ। मैले कम्पनी बनाउनको लागि कम्पनीको निर्माण गरेको होइन, बरु काम गर्नका लागि हो। हट धेरै महत्त्वपूर्ण छ। जबसम्म तपाईँ त्याग्न बाध्य हुनुहुन्न तबसम्म तपाईँले हार मान्नु हुँदैन। म उच्च अवधारणाका चिजहरूका बारेमा पोन्टिफिकेसनमा मेरो समय खर्च गर्दिन। म मेरो समय इन्जिनियरिङ र निर्माण समस्याहरू समाधान गर्न खर्च गर्छु। भविष्य राम्रो हुनेछ भनेर बिहान उठ्नुभयो भने यो उज्जवल दिन हुनेछ।
यदि तपाईँ भविष्य राम्रो हुनेछ भनेर बिहान उठ्नुहुन्छ भने आजको दिन उज्जवल हुनेछ। अब जोखिम लिनुहोस् र केही साहसी कार्य गर्नुहोस्, तपाईले पछुताउनु पर्दैन। भिडियोलाई अन्त्यसम्म हेर्नुभएकोमा धन्यवाद। हामीले यहाँ प्रस्तुत गरेका एलन मस्कले दिनुभएका 30 वटा भनाइहरूमध्ये तपाईलाई मन परेका उत्कृष्ट भनाइलाई कमेन्ट गर्न नभुल्नुहोला र भिडियो मन परे लाइक गरी सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी आउने भागहरूमा यस्तै भिडियोका साथ उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। नमस्कार।